कति बाक्लो हिउँ परिरहेको छ हैन look at guys how thick snow all a deck look at there हेर्नु त पुरा ढाकेको छ अब हिँड्नु जाने बाटो छैन हैन हिँड्न सकिँदैन सबैको खुट्टा गरिन्छ धेरै सबै ढाकेको छ look at काउचहरु त बाक्लो हिउँ परिरहेको छ तपाईको 30 सेन्टिमिटर हिउँ परिरहेको छ हैन यत्रो वर्ष भयो म यता क्यानाडा बसेको हैन यहाँ बस्न गरेको तर यस्तो किसिमको हिउँ हैन यस्तो तरिकाले हिउँ चाहिँ कहिले परेको थिएन हैन लगातार नन स्टप कन्टिन्युअसली हिउँ परेको छ हैन तपाईले सानसानो हैन यस्तो बाक्लो हिउँ परिरहेको छ हैन तपाईले देख्नुहुन्छ कति बाक्लो छ हैन नजिकबाट जुम गरेर देखिन्छ कि तपाईलाई हैन कति बाक्लो छ खसेछ Snowing, all frozen. What the heck? Oh wow! Oh! Look at this snow ice. हेर्नु त बरफ जमेर हेर त साथीहरु पुरा पानी चुयो अनि जम्यो के ठक्का त्यो चिसो भएर फाटा Look at हेर्नु त त्यतिको गाड़ी में ब्लॉग है हिजो म कामबाट फर्केर आउने बेलामा पनि अब कामबाट फर्केर आउने बेलामा कस्तो छ भने मेरो आउने बाटोमा छ हैन एउटा ठाउँ आउँछ हैन त्यहाँ चाहिँ बाटो यसरी भिरालो छ ओह्रालो छ के बाटो त्यहाँ कति तपाईको 45 डिग्रीको ओह्रालो छ ओह्रालोमा त आम्मामा मेरो अगाडि गाडीहरु हैन तपाईको त 6 कि 7 वटा बसहरु चाहिँ चिप्लिएर हैन पुरा भित्तामा ठक्किँदै तेर्सिएको थियो गाडीहरु हैन पल्टेको थियो तेर्सिएका गाडीहरु त्यस्तै थियो यति खतम थियो म अब आउने बाटो विकल्प के गर्ने हैन अब त्यो बाहे भने अर्को बाटो फर्काउँदा त्यो अझै भिरालो छ अनि विकल्प छैन कसरी गर्ने भन्दा 10 किलोमिटरको स्पिडमा राखेर एकदमै टाइट अन ब्रेकमा राखेर हैन भगवान ईश्वरको पशुपतिनाथको लाई सम्झेर बिस्तारै गर्दै आयो हैन त्यो के अब यति डेन्जर थियो बल्ल ओह्रालोबाट सम्ममा आयो फेरि अल्पै उकालो आउन पानी थियो अब यो हिउँ नै तपाईको अझ डिसेम्बर महिनामा पर्देको भए के हुन्थ्यो अझ खतरा हुन्थ्यो डेन्जर हुन्थ्यो हैन जनजीवन अझ व्यस्त खतरा सकिन्थ्यो खत्तम हुन्थ्यो अहिले कस्तो छ भने हिउँ परिराखेको छ हैन तर चाहिँ जाडो चाहिँ त्यति भएको छैन जति हुन पर्ने हो कस्तो छ अब भोलि यो हिउँ सके जब रोकिन्छ नि त्यसपछि जाडोले त यति समात्छ कि के भन्ने हैन अहिले चाहिँ हिउँ मलाई हातमा ग्लोभ लागेको छैन किन अहिले चाहिँ टेम्परेचर -10 डिग्री मात्रै छ हैन हामीलाई चाहिँ मलाई चाहिँ अब हामीलाई बानी परिसक्यो हैन यसले चाहिँ हामीलाई खासै जाडो लाग्दैन -10 डिग्री भन्दा पछि -15 -20 गयो भने बल्ल अलि जाडो हुन सुरु हुन्छ लाग्छ हामीले लाग्छ हैन अब अरु मान्छेलाई त अब तपाईको त लाग्ने नै भयो अब हामी बसिरहेको भएर चाहिँ हामीलाई पछि सक्यो जाडो हैन त्यस्तो छ त्यही भएर कारण अब यो जाडो जब यो हिउँ पार्न रोकिन्छ हैन त्यसपछि चाहिँ यो हिउँबाट त हावा चल्ने बेलामा जाडो भनेको तपाईको -40 डिग्री 45 डिग्री हुन्छ त्यति बेला चाहिँ तपाईको चाहिँ बल्ल जाडोले चाहिँ हड्डी कमाइदिन्छ त्यस्तो छ साथीहरु अनि अर्को कुरा हिजो मात्रै एक दिनमा 147 एक्सिडेन्ट्स तपाई विचार गर्नु त एक दिन भित्र 147 वटा गाडीहरुको एक्सिडेन्ट भएको थियो अब हिउँ अब के गर्ने ब्रेक लाग्दैन हैन ब्रेक लाग्दैन अब कन्ट्रोल गरेर चलाउन पनि हुन्छ अनि एकदम अब सबै अब गाडीको कन्ट्रोल कति हुन सक्छ हैन आफुले स्पिड स्टियरिङको कन्ट्रोल हुन पर्यो तपाईसँग गाडीको अब 4 व्हील गाडी भए पनि जस्ट सेफ छ अनि विन्टर टायर हुन पर्यो अल सिजन टायर हुन पर्यो त्यो भइदिएको गाडीहरुले चाहिँ अब सेफ चलाउँछ के अरु जस्तो सेडान गाडी चलाउनेहरु हैन ह्याचब्याक गर्नु चाहिँ नेपालको सानो ह्याचब्याक गाडीहरु हुन्छन् यस्ता गाडीहरु त स्लिप हो भित्तामा जाँदै ठक्किँदै कोही उल्टिने पल्टिने तपाईले देख्न सक्नुहुन्छ घरको पछाडी हो हैन यो परेको छ मेरो सालकेटाले चाहिँ यसरी उडाउने काम भइरहेको छ यहाँ हेर्नुहुन्छ पुरा छोकेको छ अब यो गार्डन हो हैन बाग छ हैन तपाईको म जाउँ बेच्छु यहाँ छ हैन यहाँबाट तलसम्मको तपाईको 4 फिट छ 4 फिट हो 4 फिटमा मान्छेसम्म आइसकेको छ तपाईको हेर्नु त